हेलो गाइस, वेलकम टु माई च्यानल। आज म तपाईलाई स्नोबोर्डमा व्याक्स कसरी लगाउने भन्ने कुरो देखाउन जाँदैछु। नमस्ते सबैजनालाई। यो व्याक्स लगाउने आइरन हो, आइरन भनिन्छ हट आइरन। यो व्याक्स हो, विभिन्न खालको व्याक्स पाइन्छ। अहिले मैले यो खालको युज गर्दैछु। यसलाई यो किसिमको छ र यो व्याक्स स्क्रैपर भनिन्छ, स्क्रैप गरिन्छ। यसले रोलर देखिन्छ। मैले यहाँ पहिल्यै आइरन तताएर राखेको थिएँ। अब आइरन तातो हुन्छ, व्याक्समा जोड्दैछु। यो यसरी व्याक्स जोडेर मोमबत्ती जस्तै भनिन्छ, यसलाई त्यहाँ चुहाएर बोर्डभरि लगाउने। सुरुमा तातो आइरन र व्याक्सको थोपा चुहाउँदै गर्दै गर्नुपर्छ। यसरी सबै ठाउँमा बोर्डभरि व्याक्सको थोपा चुहाउँदै गरेपछि यसलाई आइरन लगाउनुपर्छ। यो आइरनलाई मैले लगाउन जाँदैछु। यो आइरनलाई 90 डिग्री सेल्सियसको मिनिमम पनि 90 देखि 95को तापक्रममा राखेर तताएर त्यो अघि हामीले हालेको व्याक्समा दल्नुपर्छ। सही सर्लक्क चिल्लो बनाउनुपर्छ। चिल्लो बनाइसकेपछि व्याक्सिङको सबै ठाउँमा लाग्छ, व्याक्सिङ गरेको काम हुन्छ। व्याक्सको अवस्था हेरेर हुन्छ। व्याक्स मैले अहिले युज गरेको यो -4 देखि +3 डिग्रीसम्म जाने, चिसोमा जाने व्याक्स हो। त्यही भएर यसलाई माइनसमा गइसकेपछि अलिक धेरै हिट चाहिन्छ। यसलाई अरू पनि हुन्छ 0 देखि 3, 4, 5 डिग्रीसम्म, अलिक तातोसम्म जाने। जब धेरै गरम लाग्छ, सिजन इन्डिङ हुने बेला हुन्छ, सिजन भेट्ने बेला हुन्छ, त्यति बेला 0 देखि 3, 4, 5 +3, 4, 5सम्म जाने व्याक्स युज गर्नुपर्छ। अहिलेलाई हामीले चिसो छ, त्यही भएर -4सम्मको युज गर्दैछौँ। एकदम भारी हिमपात गरेको बेलामा -10सम्मको पनि पाइन्छ। -10सम्म धान्ने, धेरै चिसो धान्ने यस्तो त्यो पनि पाइन्छ। सानो ठाउँमा छुटेको हुन्छ, त्यसले गर्दाखेरि व्याक्सिङ राम्रो देखिँदैन। त्यही भएर यसको ख्याल गर्नुपर्छ। व्याक्सिङ गर्दाखेरि व्याक्सिङ पेपर पनि हुन्छ, सेतो पेपर। यो व्याक्स हालिसकेपछि सेतो पेपरमा यसरी सरर गर्न पनि मिल्छ। त्यो चाहिँ अलिक महँगो हुन्छ। यो अलिक सस्तोवाला व्याक्सिङ हो। त्यो पेपर हालिसकेपछि नासले सबै रूपमा सरर लाग्ने हुनाले त्यो पेपर युज गरिन्छ धेरै जसो। अब आफूले आफ्नो प्राइभेट युज गरियो भने त्यसरी पनि गरिन्छ। अहिले यो सस्तोवाला व्याक्सिङ खोजेको भएर यो व्याक्सिङलाई 3000 पर्छ। पेपरवाला युज गर्यो भने 4000सम्म जान्छ। त्यो व्याक्सिङ 3-4 दिनसम्म, 4-5 दिनसम्म त्यसरी सारेर खेल्नु भने 4-5 दिनसम्म जान्छ। हल्का गरेर खेल्ने हप्ता 10 दिन। कस्तो ठाउँमा बोर्ड खेलेछ, नभएको ठाउँमा अलिअलि काठहरू, सिन्काहरू छुटेको ठाउँमा खेलेछ भने यहाँ पाल पर्छ। त्यहाँसम्म मसिनो ढुङ्गाहरू हुन्छ, पाल पर्न जान्छ, कोर्निन्छ, बोर्ड सबै कोर्निन्छ। अलिक ख्याल गर्नुपर्छ। त्यो ठाउँमा आफ्नो बोर्ड जग्गामा आफ्नो पर्सनल हो भने त्यसरी ख्याल गर्नुपर्छ। भाडामा लिएको रेन्टल हो भने चाहिँ अब ख्याल गर्दैन मान्छेहरूले।
कति त्यस्तै आउँछ राम्रोलेका हुन्छ राम्रै देखिएको हुन्छ बोर्डको बिच भागमा पुरिएको हुन्छ जसले गर्दाखेरि स्लिप हुन अलिकति गाह्रो हुन्छ रोकिन्छ भित्रको माटो आइस र केही परिसकेपछि त्यो चिप्लिन अलिकति गाह्रो हुन्छ आइरन लाउने काम सकियो अब यसलाई स्क्र्यापरले खोज्ने काम मात्रै छ अब एकछिनलाई ब्रेक दिउँ यसलाई स्क्र्यापरले तान्नुपर्छ चिल्लो बनाउनको लागि यस्तो स्क्र्यापरले सर तान्ने हो अहिलेसम्म तीनटा आज तीनटाको अर्डर आएको थियो तीनटा गरिसकेँ यसमा त्यस्तो हो अब यसलाई सुक्न दिएर अर्को पहिलोबाट स्क्रैप गर्न सुरु गरौँ स्क्रैप फोर नहोस् भनेर डस्टबिन पनि ल्याएर आएको छु स्क्रैप गर्न सुरु गरौँ गर्दाखेरि नाचले एकैतिरबाट गर्नुपर्छ या त यसरी गर्नुपर्छ यसरी गर्नु हुँदैन किनकि सुगोड कि त यसरी जान्छ कि त यसरी खेलिरहेको हुन्छ त्यही भएर स्मुथनेस मेन्टेन गर्नलाई गर्नुपर्छ पुस्दै गर्नुपर्छ अब पालो ब्रस लगाउने मसँग यस्तो खालको ब्रस छ यो ब्रस मैले ब्राउन लगाउँदैछु ब्रस थुप्रै किसिमको हुन्छ अब मसँग भएको अर्को पुरानो ब्रस छ यस्तो पनि छ यो ब्रस पुरानो भइसकेको छ त्यही कारण मैले यो ब्रस युज गर्दैछु ब्रस गर्दाखेरि कि त यसरी लगाउने कि त यसरी लगाउने गर्नुपर्दछ ब्रस लगाउँदाखेरि हेरेर ध्यान दिएर गर्नुपर्छ कहाँ छुटेको छ यसरी हेरेर सर्लक्क मिलाएर एक नाचले गर्नुपर्दछ सुरुवात टाउकोबाट गरौँ टाउकोबाट ब्रस सुरुवात गरिसकेपछि तल हुँदै सर्लक्क तलसम्म जानुपर्छ यो भागमा र यो भागमा उठेको भागमा विशेष गरी ख्याल गर्नुपर्छ यसैले हो स्लाइडिङ गराउने अगाडि बढाउने ब्रस गरेर सकियो बेला राम्ररी पुस्नुपर्छ सानो व्याक्स कणहरू रहनुहुन्न व्याक्सएर टल्काएर राख्नुपर्छ र देखाउँदैछु यो कसरी टल्किन्छ भनेर व्याक्स गरिसकेपछि यसरी हेर्नुहोस् यसरी टल्किन्छ व्याक्सिङ गरिसकेपछि यसरी चिल्लो हुन्छ Thank you for watching guys.